हेलो हेलो सबैलाई नमस्कार। फेरि पनि स्वागत छ आजको खुमन नयाँ न्यू ब्लग भिडियोमा। आजको भिडियो भनेको भारतको हरियाणा रोहतकबाट यस बालाजी होस्टेलको सानो भिडियो। आज हामीले के बनाउँदैछौँ त भन्ने बारे। यता लाली चाउचाउ, यसको लागि बनाउन यतिकन मटर, शिमला मिर्च, हरियो खुर्सानी, प्याज। आज चाहिँ स्पाइसी लाली चाउचाउ बनाएर खाना भनेर अब यसरी बनाइदिन्छ। भेजिटेबल हालेर पुरा कस्तो बन्छ तपाईँ भिडियोमा बनिरहनुहोस् है। सबैभन्दा पहिले त स्वाद अनुसार नमक, यतिकन धनिया पाउडर, यतिकन गरम मसला, यतिकन रातो खुर्सानी, थोरै कलरको लागि हल्दी। यसलाई मजाले चलाइन्छ है। अब यता चाहिँ हाम्रो म्यागी पाकिरहेको छ। यसलाई चक्क लाएर सुकाइन्छ। कस्तो बन्छ आजको म्यागी तपाईँ भिडियोमा बनिरहनुहोस् है। अहिले देख्न सक्नुहुन्छ हाम्रो म्यागी अब पाकेर अन्तिम चरणमा छ। आजको म्यागी निकै स्पाइसी र चटपटा बनेको पनि छ। तपाईहरु भिडियोमा बनिमा रहनुहोस्। कस्तो बन्छ हामी टेस्ट पनि गर्नेछौँ। कलरै फरक छ चाउचाउको। स्पाइसी म्यागी एकदमै तातो छ। बहुत स्पाइसी चाउचाउ। तपाईं यस्तो स्पाइसी चाउचाउ खाना छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। सम्पर्क गर्न लागि हाम्रो आइडीलाई फलो गर्नुस्। हामी तपाईहरुलाई सम्पर्क गर्नेछौँ। स्पाइसी एकदमै स्पाइसी बनेछ।